जय मसीह सबैजनालाई। म पास्टर सङ्गम केसी फेरि पनि तपाईँहरूको बिचमा परमेश्वरको वचन लिएर खडा भइसकेको छु, तपाईँहरूको अगाडि आइसकेको छु। कहिलेकाहीँ तपाईँ र म अरूलाई एकदमै नराम्रो दृष्टिकोणले हेर्ने अथवा अरूको नराम्रो होस् भन्ने कतिचोटि हामी त्यो विचार गरिरहेका हुन्छौँ। हाम्रो मनमा, हाम्रो हृदयमा कहिलेकाहीँ मानिसहरूप्रति हाम्रो सोच, हाम्रो विचार अलिकति अरूलाई तुच्छ ठानेको जस्तो, अरूलाई हेपेको जस्तो अथवा अरूप्रति हाम्रो विचार चाहिँ एकदमै नकारात्मक भइदिन जान्छ। बाइबल धर्मशास्त्रले चाहिँ के भन्छ भने तपाईँ र मैले कहिल्यै पनि अरू मानिसहरूलाई श्राप दिने काम अथवा अरू मानिसहरूको खेदो खन्ने काम हामीले कहिल्यै पनि गर्नुहुन्न। वास्तवमा भन्यो भने परमेश्वरले हामी आफू आशिषित भएपछि मानिसहरूलाई आशिष दिनको निम्ति नै, आशिषको वचन बोल्नको निम्ति नै परमेश्वरले रोज्नुभयो। यो सत्य कुरा हो। जब तपाईँ मानिसहरूलाई आशीर्वाद दिनुहुन्छ, जब तपाईँ मानिसहरूको जीवनमा राम्रो होस् भनेर प्रार्थना गरिदिनुहुन्छ, जब तपाईँ मानिसहरूको जीवनमा सबै कुरा असल होस् भनिदिनुहुन्छ अथवा शुभेच्छाहरू दिनुहुन्छ, यो एकदमै राम्रो कुरा हो। अनि बाइबलले पनि यसो गर्न अनुमति दिन्छ। यहाँ वचनमा के लेखेको छ भने पौलले रोमी सहरको मण्डललाई लेख्ने क्रममा रोमीको पत्र 12 अध्यायको 14मा के भन्छन् भने तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, नसराप। यो पावल आफैले भनेको कुरा मात्रै नभएर प्रभु येशू ख्रीष्टले डाँडाको उपदेशमा शिक्षा दिनु हुँदाखेरि आफ्ना चेलाहरूलाई र भिडका मानिसहरूलाई यसो भन्नु भएको थियो, तिमीहरूलाई माया गर्नेलाई मात्रै तिमीहरूले माया गर्नुपर्छ भन्ने सुनेका थियौ, तर म तिमीहरूलाई भन्दछु तिमीहरूले आफ्नो शत्रुलाई पनि प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूलाई आशीर्वाद देऊ भनेर प्रभु येशूले भन्नुभएको थियो। त्यही वचनलाई नै पावलले आफ्नो जीवनमा अनुसरण गरेर रोम सहरको मण्डलीका मानिसहरूलाई उनले भन्छन् तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ। तिमीहरूको जीवनमा उन्नति भएको, तिमीहरूको जीवनमा तिमीहरू सफल भएको देखि नसहने व्यक्तिहरू अथवा तिमीहरूलाई खेदो खन्नेहरू, तिमीहरूको जीवन राम्रो भएको नदेख्ने मानिसहरू, ती मानिसहरूलाई पनि तिमीहरूले आशीर्वाद देऊ भन्ने वचन पौलले रोम सहरको मण्डलीका मानिसहरूलाई सिकाए। जस्तोलाई त्यस्तै, ढिँडोलाई निस्तै भनेको जस्तै हामीले पनि त्यस्तै प्रतिकार गर्नु पर्छ भन्ने उनीहरूको मनमा, उनीहरूको विचारमा, उनीहरूको जीवनमा हुन्छ। तर तपाईँ र म जसले प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा आफ्नो प्रभु, मुक्तिदाता र परमेश्वरको पुत्र भनी विश्वास गरेका छौँ, अनन्त जीवनको भागीदार हामी बनेका छौँ भनेदेखि तपाईँ र मैले चाहिँ गैर इसाई मानिसले जस्तै सोच्ने, बोल्ने गर्नुहुन्न। त्यसै कारण पावलले भने तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, नसराप। तिमीहरूको भलो देख्न नचाहने, तिमीहरूको जीवनमा उन्नति देख्न नचाहने, तिमीहरूको जीवन बनाउ भएको हेर्न मन नपराउने, तिमीहरूको डाहा गर्ने, तिमीहरूको ईर्ष्या गर्ने त्यस्ता मानिसहरूलाई पनि, तिमीहरूको खेदो गर्नेहरूलाई पनि तिमीहरूले नसराप्नु, बरु आशीर्वाद दिनु। उनीहरूले जानेनन्, अन्जानमा गरे, उनीहरूको जीवनमा यस्तै कुराहरू भइरह्यो भनेर बरु उनीहरूको निम्ति प्रार्थना गरिदिने। उसले जानेन हे परमेश्वर, उसले बुझेन यो कुराहरू, उसलाई थाहा छैन पनि, त्यस कारण उनीहरूको निम्ति आशीर्वाद मागिदिने, उनीहरूलाई सराप्ने, यसको खत्तम भएर जाओस्, यसको नाश भएर जाओस्, यसको वंश सकिएर जाओस्, यसको विनाश होस् भनेर त्यो शब्द बोल्ने होइन कि बरु त्यसले जानेन, त्यसले बुझेन हे परमेश्वर तपाईँले उसलाई अझै आशिष दिनुहोस्। बरु सक्नुहुन्छ भने यसरी भन्ने, तपाईँ परमेश्वरलाई चिन्ने ज्ञान, तपाईँ परमेश्वरलाई बुझ्ने हृदय, तपाईँ परमेश्वरको राज्यमा आउने बाटो तपाईँले खोलिदिनुहोस् र तपाईँको अनन्त जीवनमा आउने योग्यको तपाईँले बनाउनुहोस्। तपाईँ येशूलाई चिन्ने बाटो र ढोकाहरू उसको जीवनमा खोलिदिनुहोस् भनेर तपाईँ र मैले आशीर्वाद दिनुपर्छ। किनभने परमेश्वरले तपाईँ र मलाई मानिसलाई आशीर्वाद दिनको निम्ति बोलाउनु भयो, शराब दिनको निम्ति अथवा उनीहरूलाई गाली गलौज गर्नको निम्ति परमेश्वरले बोलाउनु भएको होइन। किनभने तपाईँ र म पनि पापी र अधर्मी हुँदाखेरि प्रभु येशूले कहिल्यै पनि तपाईँ र मलाई तुच्छ ठान्नु भएन। तपाईँलाई यो कुरा म बुझाउन चाहन्छु। जब प्रभु येशू ख्रीष्ट कल्वरीको क्रुसमा झुन्डिनु भएको थियो, मानिसहरूले उहाँको विरोध गरि नै रहेका थिए। सिपाहीहरूले पनि भन्छन् ए यहुदीहरूका राजा त ओर्लेर आइज भनेर उहाँलाई भनेको हुन्छन्, तर प्रभुले भन्नुहुन्छ हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरू के गरिरहेका छन् यिनीहरू जान्दैनन्। आफूलाई त्यो हेलाको दृष्टिले हेर्ने अथवा क्रुसबाट ओर्लेर आइज भनेर त्यो शब्द चलाइरहँदाखेरि पनि प्रभुले भन्नुहुन्छ
हे पिता, यिनीहरू के गरिरहेका छन् यिनीहरू जान्दैनन्। यिनीहरूले बोलेको कुरामा, यिनीहरूले मलाई तल पारेर गरेको कुरामा तपाईँले क्षमा दिनुहोस् भनेर प्रभुले भन्नुहुन्छ। यदि तपाईँ र म साँच्चै नै प्रभु यीशु ख्रीष्टलाई पछ्याउने व्यक्तिहरू हौँ भनेदेखि प्रभु यीशु जस्तै तपाईँ र मेरो निम्ति खेदो गर्नेहरू, तपाईँ र मेरो निम्ति सतावटको ढोका खोल्नेहरू, ती मानिसहरूलाई पनि हामीले आशीर्वाद दिन जान्नुपर्छ। हामीले आशीर्वादको वचन बोल्नुपर्छ, किनभने यही कुरा नै परमेश्वर तपाईँ र मेरो जीवनबाट चाहनुहुन्छ। त्यसै कारण पौलले रोम सहरको मण्डललाई लेख्ने क्रममा यही भने, तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, नसराप। परमेश्वरको श्राप तिनीहरूमा नराख, बरु तिनीहरूलाई आशीर्वाद देऊ। असल वचन बोल, परमेश्वरको वचनबाट साहसको वचन बोल, उत्साहको वचन बोल। तिनीहरूलाई आशीर्वाद दिने काम तिमीहरूले गर भनेर पौलले यो कुरा सिकाए। म तपाईँलाई यही कुरा बताउन चाहन्छु। तपाईँ र मेरो भलो देख्ने, तपाईँ र मेरो राम्रो देख्ने, तपाईँ र मेरो असल देख्ने मानिसहरू हाम्रो वरिपरि, हाम्रो समाजमा, हामी बसेको ठाउँमा नहोलान्। अथवा तपाईँ र मेरो डाहा गर्ने, तपाईँ र मेरो जलन गर्ने, तपाईँ र मेरो क्रोध गर्ने, तपाईँ र मेरो ईर्ष्या गर्ने मानिसहरू होलान्। गरून्, ठिक छ। बरु ती मानिसहरूलाई श्राप दिनुको सट्टा हामीले परमेश्वरको आशिष बोलिदिने, हे परमेश्वर, त्यसको घरानामा, त्यसको परिवारमा तपाईँले आशिष दिनुभएको होस्। तपाईँको आशीर्वादको हात तिनीहरूमाथि रहोस्। तिनीहरू घरबाट बाहिर जाँदा, बाहिरबाट घरभित्र आउँदा तिनीहरूलाई सुरक्षा दिनुहोस्। हुनसक्छ भने तपाईँ परमेश्वरलाई चिन्ने ज्ञान, बुद्धि, त्यो विवेक, त्यो हृदय तिनीहरूलाई दिनुहोस् र तपाईँको राज्यमा तिनीहरूलाई योग्यको ठहराउनुहोस्, तपाईँको राज्यमा ठाउँ दिनुहोस् भनेर तपाईँ र मैले आशीर्वादको वचन बोल्नुपर्छ। किनभने परमेश्वरले तपाईँ र मलाई यसैको लागि नै चुन्नुभएको हो, न कि अरूलाई श्राप दिने, अरूलाई अपशब्द भन्ने, अरूलाई नराम्रो कुराहरू भन्ने अथवा तुच्छ बोली बोल्नको लागि परमेश्वरले तपाईँ र मलाई रोज्नु भएको होइन। आशीर्वाद दिनको निम्ति, मानिसहरूलाई भलाइ गर्नको निम्ति, मानिसहरूलाई असल कुरा भन्नको निम्ति परमेश्वरले बोलाउनु भएको हो। परमेश्वरले आजको वचनमा आशिष दिनुभएको होस्।